पर्यो गाडीहरू भेट्नु यसले पुरा हल्लिन्छ यसले चेन्ज भएछ कि साइमन सरले खुवाउने भनेको लास्टमा त बद्री दाइले नयाँ बाइक किनेको उपलक्ष्यमा पो थकाली खुवाउनु ल्याएर छ अनि सबैको पछाडिको रहस्य चाहिँ प्लानर चाहिँ उहाँ हुनुहुन्छ अन्तर्राष्ट्रिय स्तरको प्लान गर्ने मान्छे हो उहाँ अब उहाँ है आजको हाम्रो मेन स्पोन्सर नै उहाँ कति मुसुक्क हाँसिराख्नु भएको छ मलाई थाहा छैन अब तपाईँ हो भन्ने सुनेको छु मेन स्पोन्सर उहाँ त्यसपछि टाइटल स्पोन्सर उहाँ उहाँ यो दुईवटा थियो भातेहरू भात खानुहुन्छ भन्नुहुन्थ्यो कि मैले चाहिँ अब उहाँ चाहिँ ढेडे त्यसै गरी अर्को स्पोन्सर हुनुहुन्छ श्रीकेश कपाल झर्न रोक्छ के हो यार दाइ यार भर्खर भाइहरूसँग भेट भएको छ ढेडो खुवाउनु भनेर ल्याउनु भएको छ अनि तपाईँ फोन हेरेर मात्रै व्यस्त भइदिने दाइ वाट इज दिस दाइ यार मुकेश भाइ चाहिँ अब हामीसँग फर्स्टचोटि थकाली खाना आउँदैछ भाइ कस्तो थकाली खाना आएको फेरि यहाँ थकालीमा ढेडै छैन भनेपछि त अनि चामल मात्रै के खाने मैले थकाली धेरै अगाडि धेरैचोटि खाइसकेको छु तर यहाँ चाहिँ पहिलोचोटि हो धेरैचोटि चाहिँ होइन होला धेरैचोटि खाइसकेँ किनभने यस्तो गाउँमा चिकनसँग धेरै खाइयो पोर्कसँग धेरै खाइयो तर यहाँ चाहिँ पहिलोचोटि हो धन्यवाद कसको पालो भन्दैछ साथीहरू अब हाम्रो ढेडो आइपुग्यो साथीहरू ल है मजासँग थ्याङ्क यू प्रभु यो मिठो भोजनको लागि थ्याङ्क यू प्रभु ढेडो एउटा स्पोन पनि ल्याइदिनु कहाँ स्पोन ढेडो लाग्छ त यहाँ अचम्म भइहाल्यो नि फेरि चम्चीले भने ढिँडो त डल्लो पार्नै खाने हो त दिदी हुन्छ तपाईँ ललितपुर हुनुहुन्छ भने लर्के थकाली यो कहाँ हो यो नकीपोटमा दामी पाइन्छ है एकदम दामी केटाहरू ढेडोले अगाइसकेपछि यस्तो स्थितिमा चाहिँ हेर्नुहोस् है साथीहरू अब यी भाते निन्द्रा लागिरहेको छ यहाँ यस्तो स्थितिमा चाहिँ कोही फोन चलाउन व्यस्त ल बद्री दाइ के गर्दै हुनुहुन्छ के हो यार ल ढेडो कस्तो लाग्यो भन्नु ढेडो दामी दामी लाग्यो ल आजको मेन स्पोन्सर बद्री राणा दाइ भनेर कति भन्नु यहाँ स्पोन्सर सर यता हुन्छ सर हजुर भयो